This 555. यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढ्यो कि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनेको ती समय लाग्ला गर्दैछु त गरेरै छोड्छु म भनेपछि यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढ्यो कि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनेको ती समय लाग्ला गर्दैछु त गरेरै छोड्छु म भनेपछि दुःखलाई बुझेर सुखको खोजीमा लागेको मान्छे हो पहिल्यैदेखि जति नै माथि नै पुगे नि झरिन्छ घमण्ड गरिन्न कहिले पनि छैन केही थाक मनमा पाप नि छैन यो मुटुमा अहिले पनि सपना पछाउँदै हिँड्न नि कति गाह्रो हुन्छ बुझ्याछु मैले पनि त्यसैले हौसला जारी छ सपना आँखा अगाडि छ आमाको चाहना बाँकी छ बाबाको वासो पखालिन्छ खानलाई थोरै नै भयो नि मिलेर सबैलाई बाँडिन्छ मरेरै जाने हो एक दिन त त्यसैले आजलाई बाँचिन्छ यो गेम पछि 1 घण्टाको ब्रेक रहेको छ कतिको छैन केही पनि सजिलो उज्यालो आउँदैछ बत्तीको टाढा हुँदै गए नजिकको थाहा छैन आफूलाई मचेको खास सास रहँदैछ आश जहिले 3-5 समय घडीको यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढ्यो कि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनेको ती समय लाग्ला गर्दैछु त गरेरै छोड्छु म भनेपछि यात्रा छैन सकेको हिँड्नलाई धेरै छ बाँकी गाँचा पनि सल्केको अर्ली ट्याकल गरिदिए कोशी प्रदेशका खेलाडी एडभान्टेज दिएका छन् बाँकी बाल्छन् केहीको जिन्दगी भनेको यही हो सोचेर टाइम वेस्ट केको लागि यात्रा छैन सकेको हिँड्नलाई धेरै छ एडभान्टेजको इशारा गाँचा पनि सल्केको अर्को अवसर एकछिनलाई नबोलो साथी नसोच भोलिको लागि नहोलो हामी नै बाँकी बाल्छन् केहीको जिन्दगी भनेको यही हो सोचेर टाइम वेस्ट केको लागि आज नै नहोला भोलि नै नहोला पर्सि त होला नि गएपछि आज नै नहोला भोलि नै नहोला नहोलो हामी नै मरेपछि मतलब नै हुँदैन पैसाले कसैको मायाको ती आफूलाई खाँचो पर्दा साथ दिने मान्छे तिमीले बन्न बनाएको गणेश पानिया आएको ती निरन्तर हिँडिरहनु पर्ने कसको भर गर्ने बागमती प्रदेश निकै नै नजिक छ ट्राइलाइनको यो अवसर हुन सक्छ बागमतीको लागि सूर्यको उज्यालो आएपछि भुलिन्छ दुःख र पीडालाई जहिले नि ह्याप्पी छ हिप्पी लाइफ गाह्रो त छ गाह्रो के हो सोध के नभएकोहरूलाई के नै भो त गर्दैछु त त्यही पनि गर्ने केको लाइफ लाइफ स्ट्रेन्ज आम द चेन्ज सत्य बाटो हिँडी सत्ता पाए त्यस पश्चात अहिले तेस्रो स्थानका लागि कोशी प्रदेश रातो जर्सी रातो र सेतो जर्सीमा उत्रिएको छ मैदानमा यो ब्रह्माण्डमा तिमी कहिले एक्लै छैनौ तिमी जस्तै हो म बन्ने यो ठुलो भिडमा म भने सुनिरहेछ या हो यो ठिक छ सुन्न छाडिसके सबै मेरा पहिरा कानहरू गाँजाको धुवालाई फु गर्दै धुम्रपान गरौँ शब्द कोर्न कापी माछन् मेरा सयौं कारणहरू धेरै बोल्दिन म देख्न सक्छौं हामी धारण गरौँ मेरो आँखा छ बन्द राम्रो रिकभरी यो मध्य प्रदेश यो अवसर मध्य प्रदेशको लागि हल्का ढिस्काको छु म संसारलाई बदल्न गाह्रो आफैमा चेन्ज भएको छु म आफैमा राख्छु म विश्वास आफैलाई गर्छु म ट्रस्ट हुनु पर्या छैन फर्स्ट लाइफमा गरे धेरै रस धेरै चोटि भयो फेल कति चोटि भयो लस भान्सामा सक्या थियो तेल बौई कुकिङ विथ द सस समय गइरहेछ त चाहिँ अझै पालो कुर्दै बस देखिसकेँ मैले लाइफमा अति दामीदेखि वर्स दिमागमा कुरा नि कति मैले गरेँ होला गल्ती पहिला खाली पाएको खल्टी अहिले भरिँदैछ पर्स सोच्दिन पछि गोदर पछि गर नहोस् कुनै पछुतो यो नाता लाउने नाटकीको नाटक पनि सब झुटो सबलाई माया आउने सपोर्ट गर्न भने तेस्रो स्थानको लागिको खेल निकै नै घम्साघम्सी भइरहेको छ यो सकिएको छैन अङ्क 0-0 बराबरी भइरहेको छ यो राम्रो रन मध्य प्रदेशको राम्रो रन लिएर अगाडि बढेका थिए मधेसका खेलाडी यससँगै अर्को पेनाल्टी पाउन अगाडि बढेका थिए मधेसका खेलाडी यससँगै अर्को पेनाल्टी पाउन मध्य प्रदेश घरमा बसिरहेछन् फ्यामिली नि घरमा हामी पहिलेदेखि दामी हामी अहिले झनै खतरा आफूसँगको यो युद्धमा छैन कोही प्रतिस्पर्धा आँखा रातो गोल्छी गर्दा खुकी लाग्ला पछि पर्दा मैले हारबाट सिक्या छु के हुँदैन पछि पर्दा हामी पहिलेदेखि दामी हामी अहिले झनै खतरा आफूसँगको यो युद्धमा छैन कोही प्रतिस्पर्धा आँखा रातो गोल्छी गर्दा खुकी लाग्ला पछि पर्दा मैले हारबाट सिक्या छु के हुँदैन पछि पर्दा सूर्यको किरण नजे चम्किन दिन्छौ कि मलाई सूर्यको किरण नजे चम्किन दिन्छौ कि मलाई सक्दिन नबन गरेर देखाउनु छ तिमीलाई सक्दिन नबन गरेर देखाउनु छ तिमीलाई बाटो अप्ठ्यारो साह्रो पहिला एक राम्रो ट्याकल मध्य प्रदेशको र यो इन्टरसेप्ट यससँगै अवसर हुन सक्छ मध्य प्रदेशलाई
साथी अझै पनि मध्य प्रदेश राम्रो रहनियो तर अन्तिममा गएर बल फुत्काउन पुगे र फुत्काउन पनि कोशी प्रदेशका डेन्जरम्यान प्रशान्त कामतीको अगाडि फुत्काए जसले गर्दा प्रशान्त कामतीले यो अर्को ट्राई प्रशान्त कामती राइट अन्डर द पोस्ट र यस रियल मान्छे कम छेउमा स्नेक्सहरू बढी सबै सर्पहरूको निकाल्दिन्छु टाउकोबाट मडी के लानु छैन मलाई जन्मिँदा हात खाली केही नल्याएको हेर्दै सिन तान्दै ग्रिन बाजेले कोच्या हरियो बासको छुट्टै छ एनर्जी बम भोलेनाथको हरेक दिन मेडिटेसन अन्धकारमा उज्यालो छाको विश्वास गर आफैमा सब कुरा पाइन्छ मनले चाको